लभ पर्दाखेरि चाहिँ पुरा त्यही धुम्रपान गरेको अत्यन्तै मनपर्ने कस्तो स्वाको कस्तो म्यानली देखिएको नि तिमीले धुम्रपान गरेको भन्ने बिहा गर्ने बित्तिकै चाहिँ नखाऊ न तिमीले खायो भने त म तिमीसँग बोल्दिनँ तिमीलाई स्वास्थ्यमा असर पर्दैन ब्ला ब्ला ठिक हो बाबा अलिक त्यो लभ पर्दा चाहिँ कस्तो मन परेको थियो त अनि त्यही कुरामा झगडा गरिरहने त बिहा गरेपछि नखा भन्ने आगै उठ भाड्के निचे भने जस्तो हुन्छ नि त्यस कारणले गर्दाखेरि चाहिँ कुनै पनि भनौँ न सम्बन्धका कुरा अथवा हस्बेन्ड वाइफ होस् चाहे पारिवारिक होस् चाहे आमा बुवासँगको सम्बन्ध होस् हरेक सम्बन्धहरूलाई चाहिँ अनकन्डिसनल छोडिदिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ जस्तो म मेरो छोरी वैभवी राज्यलक्ष्मी म उसलाई हेरेर धेरै कुरा पनि सिकिरहेको छु कि उसको अनकन्डिसनल छ उसले केही आर्ग्यु गर्दैन हुन त भन्ने भने सानी छ हामी सबैजना बच्चै त हो नि उमेरले समयले व्यवहारले समाजले परिस्थितिले पो हामी सिक्दै गएको तर भन्ने भने त हामी नादानै त हो नि कति कुरा थाहा छैन नि त यो ब्रह्माण्डमा त हामी के कमिला पनि त होइन नि त्यति सानो जीव हो नि त हामी